मेन रोडका घरहरू भत्किएपछि वीरगञ्जमा भाडा वृद्धि र अवैध धरौटी मागप्रति वीरगञ्ज महानगरको कडा चेतावनी। वीरगञ्ज महानगरपालिकाले मुख्य सडक मेन रोड विस्तार अभियानका क्रममा सडक सीमाभित्र परेका घर टहरा डोजर लाएर भत्काएपछि त्यसको अनुचित फाइदा उठाउँदै केही घर धनीहरूले मन परी भाडा वृद्धि गर्ने र अवैध धरौटी रकम माग्ने तथा पहालमा बसेका पसलेहरूलाई जबरजस्ती हटाउन खोज्ने घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। महानगरपालिकाले औपचारिक सूचना जारी गर्दै पछिल्लो समय मेन रोड आसपासका क्षेत्रमा भाडा अस्वाभाविक रूपमा बढी भाडा पाउने लोभमा पुरानो भाडावालाहरू सम्झौता उल्लङ्घन गर्दै हटाउने दबाव दिने र कानून विपरीत अत्याधिक धरौटी माग्ने जस्ता गतिविधि बढेको जनगुनासो प्राप्त भएकोले महानगरपालिका कार्यालयको गम्भीर ध्यानकर्षण भएको जनाएको छ। महानगरपालिकाले यस्तो गैर कानूनी गतिविधिमा संलग्न नहुन सबै घर धनीहरूलाई कडा आग्रह गर्दै यदि कसैले नियम विपरीत कार्य गरेको पाइएमा जरिवाना सहित प्रचलित कानून बमोजिम कडा कारवाही गर्ने चेतावनी दिएको छ। साथै घर कोठा सटर तथा गोदाम बहालमा दिँदा वा लिँदा दुवै पक्ष बीच दबाव रहित पारदर्शी र यथार्थ भाडा दर कायम गर्नुपर्ने स्पष्ट पारिएको छ। गरिएको बहाल सम्झौता सम्बन्धी वडा कार्यालयबाट अनिवार्य रूपमा प्रमाणीकरण गराई सो सम्झौताको एक प्रति महानगरपालिकाको राजस्व व्यवस्थापन महाशाखामा बुझाउने पनि निर्देशन दिएको छ। महानगरले बजारलाई व्यवस्थित पारदर्शी र व्यवसाय मैत्री बनाउन सबै सरकारवालालाई सहकार्य गर्न आग्रह गर्दै नियम विपरीत हुने कुनै पनि गतिविधि तत्काल नियन्त्रणमा लिन प्रतिबद्ध रहेको जनाएको छ।